दाइ नमस्कार। हजुरलाई महानगरपालिकाको मेयरको रूपमा चर्चामा छ के भन्नुहुन्छ? अब हामीले महानगरपालिकाको काठमाडौँ महानगरपालिका मेयरको रूपमा ऋषि धमलालाई देख्न पाइन्छ कि पाइँदैन? ऋषि धमलाले भनिसकेको छ ऊ अहिले यो देश सुधार्न, विकास गर्न, देश र जनताको चाहना अनुसार काम गर्न सबभन्दा ठुलो कुरा मलाई देश र जनता हो। म देश बनाउन आएको मान्छे हुँ। त्यसैले व्यक्तिगत स्वार्थमा माथि उठ्छु। मलाई अहिले कुनै पद चाहिएको छैन। म पदको लागि मर्यादा गर्ने मान्छे पनि होइन। भनेपछि हामीले ऋषि धमलालाई अब ठ्याक्क महानगरपालिकाको मेयर साहब भनेर सम्बोधन गर्न पाइन्छ? मैले मेयरमा उम्मेदवारी दिन्न। मैले भनिसकेको छु कि म अहिले पदमा लोभिन्न। मलाई पद चाहिँदैन। मलाई देश र जनताको लागि काम गर्ने हो। म विकास गर्ने हो, समृद्धि, सुशासन देश बनाउने हो। अब बन्ने सरकारलाई समर्थन गर्ने हो, भ्रष्टाचार अन्त्य र सुशासन दिने हो, डेलिभरी दिने हो, युवालाई रोजगारी दिने हो, देश बनाउने हो। देशलाई 5 वर्षमा एकदम सम्पन्न राष्ट्र बनाउनका लागि पहल गर्ने हो। मेरो काम भनेको खबरदारी गर्ने हो, राम्रो काम गर्नेलाई समर्थन गर्ने। म अब बन्ने सरकारलाई पुनः समर्थन गरेर विकास र समृद्धिको यात्रामा मुलुकलाई अगाडि बढाउन आएको मान्छे होइन। म कुनै पनि पोलिटिकल पार्टी जान्न। म अस्ति नै बालिन शाहले बोला